गाइज वेलकम टु माई न्यू भ्लग। हामी चाहिँ होइन आज लुम्बिनी आइदिएको बाटोको भिडियो बनाएन किनकि मैले यस्तो हेलमेट लगाएको छु होइन, यस्तो खालको हेलमेट लगाएर मैले बाटोको भिडियो बनाएन किनकि चिन माउन्ट हाल्न मिल्दैन। अनि यही हो हेर्नुहोस् लुम्बिनी हाम्रो। हामी चाहिँ 3 नम्बर गेटबाट पसेर यता गएर व्हाइट टेम्पल गएर आएको, त्यतिखेर चाहिँ मैले भिडियो बनाइनँ। अब म बनाउँछु है, भ्लग बनाउँछु भ्लग। र त्यसै गरी आज हामी यता फेरि घाम लाग्छ, गर्मी हुने गरी लाग्छ के, अनि हाम्रोतिर फेरि भुस्सु लाग्छ रातिमा बिहानमा। यतिखेर त यस्तै हो, बिहान र साँझ चाहिँ घरिब गर्मी हुन्छ, जाडो हुन्छ हाम्रोतिर। यता चाहिँ गर्मी हुने रहेछ। यहाँ हुडसुट लिएर आएको ख्यालेको यो चाहिँ दामी लाग्छ कि मलाई। लुम्बिनीको दामी भनेको यो गेटहरू हेर्नु न, ओभर बनाइदियो होइन। बाइकमा फेरि यहाँ मिल्दैन क्या यसरी गराउनु भिडियो। गएँ अब म झन्नै गाँड भएको यार, एउटा हातले भिडियो बनाउनै मिल्दैन क्या, त्यही भएर होइन त। मैले चिन माउन्ट नल्याएर अर्को हेलमेट भएको भए मिल्थ्यो, दामी बनाइदिन्थेँ। यस्तो गरेर सर न यहाँ चाहिँ दोकानहरू रहेछ मस्तको, अलिअलि सामानहरू किन्नको लागि यस्तो छ स्टलहरू। यहाँको चाहिँ बाटो बिग्रेर उतो गर्ने, त्यहाँबाट ट्याक्क झुक्नु पर्ने रहेछ। अघि यही बाटो आएको हामी होइन, अब यही बाटो जानु लाग्यो। दुईवटा भाइहरू आएको गयो, हामी घुम्ने हो एकछिन सर। ल है त गाइज, अलिकति अगाडि गएर म देखाउँछु। देखियो आइनस् बे त अन्त मोजी देखियो होला। ए रन्डीको भने छाडा नबोल भन्ने थियो मलाई भ्लगमा। कसले? हेर्नेले सँगसँगै नाचिले कि पागल रहेसी। फाइनली गाइज यो चाहिँ हामी यहाँ टिकटक सिकटक बनाएर अब हामी त कहिले कहिले नबुझ्ने दियामा हिँड्न लगाएको। अरू के भन्ने हो, त्यही जाने हो, त्यही गएर अब भिडियो हेर। अब भयो यति। उठाइदियो त पछाडिबाट। यहाँ आएको, यहाँ हामीले बाटै चिनेनौँ क्या न। त्यहाँ बाटो नचिनेर कुन बाटो आयो, यो सिँढीबाट झार्नु पर्यो। त्यता त आगो ननिप्ने ठाउँतिर जाम भनेको। र यहाँ अगाडि राख्न, अगाडि हो, यहाँ दुईवटा राख। अब झार त, झार अब ए मुला ल अब झार। अब फेरि यहाँ राख्नु पर्यो। पछाडि त छुन्न क्या, आउन अब त छुन्न। ल झार, स्याट जाऊ। ए भन्नै छुइएन बे खतरा। ल छुन्न, ल राख न झार। अबे त बिचमा भएन त, रोक। अहिले मुलाई एक साइडमा खतरा भने। ल जाऊ। यहाँबाट कता हो, कता यता जाने हो, यताबाट त्यता जाने हो। त्यसपछि उता गएर भेटौँला गाइज होइन। हामी चाहिँ गइरहेको छौँ, यो हाम्रो दुःख हो भनौँ। यस्तो बाटोमा अब करसार भएको भए त फेरि मैले भुम पारेर उफारिदिन्थेँ। यसको छुइन्छ क्या तल। अब त छुन्न। ढुक्क हो। ए गयो त। ल यो गाइज अब अगाडि गएर भेटौँ है त हामी। यहाँबाट मामाले गाली गर्छ होला। खोइ तिनीहरूले कहाँबाट बाइक लिएर आउँछन् त? खोइ कताबाट फर्किने हो थाहा छैन केटा हो होइन। के गर्नु दियो? बोल्ने दियो, कहिले ननिल्ने दियो।
खतरा आएको यो चाहिँ यहाँको स्पेसल गरेको होइन यो पानी पर्दा नि निप्दैन रे होइन लाग्ने पानी पर्दा पानी पर्ने बेलामा आउनु पऱ्यो यहाँ तलबाट ग्यास ल्यायो होला अनि कहाँबाट निस्छ तलबाट होइन तलबाट ग्यास ल्याएर त्यहाँ यहाँ तलबाट यताबाट पाइपबाट उताबाट यहाँ ट्याङ्कर होला ट्याङ्कर लाग्ने यता होला यहाँबाट तलबाट त्यहाँ बोलिरहन्छ त्यहाँ गएर हेर्न पाइन्न ग्यास हो कि के हो त्यो त्यस्तो धुवा त त्यो के कोमा बल्छ त्यस्तो धुवा त्यो धुवा जुन ग्यासमा त हुन्न अनि फेरि ग्यासमा हुन्न त त्यो दाउरामा नि त त्यस्तो त हुन्न सेतो आउँछ त्यो त मासला टार हालेर बाले जस्तो कहिल्यै निप्दैन भन्छन् त अनि फेरि यो सोच्नुपर्ने कुरा हो त्यहाँ कस्तो गोरी जवानीमा त कत्रा थियो होला हेर्न अघिको त्यहाँदेखि उतातिर थियो कि थियो होला त्यो त दामी थियो आएकोसँग हरेक थियो तैँले हेर्ने भनेको त्यस्तो होइन कि यस्तो देखेछस् हेर्मा देखेको नि छैन मोबाइलमा यहाँ चाहिँ टिकटक बनाउने ठाउँहरू छ होइन अब भयो अब यस्तै यस्तै हो थोरै थोरै देखाउँछु कता कति नै त झ्याउ लाग्छ कि यस्तो मोबाइल ठडाएर हिँड्न चाहिँ मलाई नै त त्यही हो झ्याउ लाग्छ होइन काले हो काले 2 शब्द नै भयो केही भन्दिनँ म त ए बोल्न आयो त भन्थेँ के गरे जस्तो लाटा खेप्न अरे ल गाइज हामी चाहिँ यस्तो ठाउँमा पुग्यौँ होइन यो चाहिँ ताल खोइ माछा देखियोहरू देखियो क्यामेरामा भनेको बोल्छी लिएर आउनुपर्ने हुन्छ यहाँ मार्न पाइन्न यो खतरा त यो यारमा पुरै रेसिङ ट्र्याक गराउने जस्तो यस्तो यस्तो ल म त्यहाँ हुँ के कछुवाको बच्चा मान्छेको बच्चा पनि देखिन्छ यता कतै हेर्दा मान्छेको बच्चा छैन हामीले मान्छेको बच्चा देखेनौँ त्यही हो यो ताल हो के ताल हो होइन यता नि हो यता पनि छ अनि ऊ त्यहाँ चाहिँ बुद्ध जन्मेको ठाउँ त्यहाँ चाहिँ हामी जान भ्याइन्न ढिलो हुन्छ टिकट सिकट काटेर यताउति झ्याउ गयो भने त भ्याइन्छ जाने जाने तैँले भन् न त ल तँ घुम्न आएको भन् छिटो तँ जान मन लाग्यो नि जाने भयो होइन जाने त्यसो भए साला केटी झैँ बोल्छ मर्दको बोली हो भने हो होइन भने होइन फाइनली गाइज हामी यहाँ भित्र छिर्ने भयो अनि छिर्यो यहाँ ध्यान लाउनु पर्छ कहाँ फुटालेस कहाँ फ्यालिस गतिबाट झऱ्यो रे साला फुटालिदियो डिस्प्ले नै गयो गयो डिस्प्ले नै साला भयो राख थियो साला त्यस्तै यो चाहिँ हाम्रो लुम्बिनी हाइट छ के हो होइन यस्तो केही अब हामीलाई त त्यस्तो धार्मिक त्यो छोप त फेरि यो पनि फुटालिदिएलास् यहाँ भित्र चाहिँ गएन भित्र जाने जाऊँ त हौ यताबाट होला के अरे उताबाट यस्तो के हो यो यस्तो धार्मिक कुराहरू हामीलाई चाहिँ थाहा छैन गाइज होइन हामी त यत्तिकै घुम्ने हो हेर्ने हो यसो राम्रो भयो भने हेर्ने यहाँभित्र चाहिँ क्यामेरा युज गर्न पाउँदैन रे बुद्ध जन्मेको ठाउँमा चाहिँ त्यति हो अनि हामी लन्डन हल्ल्याम यो काले माछाले मेरो मोबाइल फुटालिदियो अब माछालाई काले नयाँ ओए अब साट्ने होला नि तेरो मेरो मोबाइल साट्ने होला नि काले अरे 1 रुपियाँ पनि दिन्न है गाई चाहिँ 1 रुपियाँ पनि दिन्न म त बाहुन जस्तो हो त्यो जस्तो थियो त्यस्तो दे भयो त भन जस्तो थियो त्यस्तो दे अनि चाहिन्न मलाई पैसा किन्छ बन्द भइसक्यो बन्द यता रहेछ ल हामी यताबाट गएर
यहाँबाट गएर उता पारि भेट्छु है त हजुरहरूलाई ल गाइज यो त बाहिरै हो त यार किनेर दिउँ न यार कहाँ पाइन्छ दिन मिल्छ कि चामलहरू होला हौ मलाई हेरेको त यसले त्यहाँ चामलहरू डेन्जर माछा रहेछ यार अरे यो बच्चा हेर ऊ हो यत्रो हिँडमाथि हाल्दै त्यो पालेको हो न अस्ति यार वाला कचुवा रहेछ यो पाल्ने खालेको छु क्या त्यस्तै वाला कचुवा हामीले भेटाएको थियौँ एकचोटि खाइस कहाँ खाइस खान्नन् भनेर हेर न सर छोडिदिएको निकालेको मन त कति धेरै हो त यार कच्चा पनि यार टाउको देख्नु हो त्यो चाहिँ दामी रहेछ उता गएर देखाउँछु यता चाहिँ साइलेन्ट सफेद किन दिएको यार त्यो भ्याक्सिन छ भनेर ऊ त्यहाँ चर्क्यो देखेको छैन क्यापमा ऊ त्यस्तो के क्याप भन्ने चाहिँ थाहा छैन टोपीमा हेरेँ घरतिर गयो त भाँचिला काटेर फालिदिन्छ भिडियो फोटो खिचिदिन्छ हामी चाहिँ निस्किनु लाग्यो झ्याउ लाग्यो अल्छी लाग्यो भोक लाग्यो त्यही भएर हामी चाहिँ निस्किन लाग्यो है त केटा हो यहाँबाट निस्किने अब बाहिर गएर अब भयो यति हो भ्लग 2-3 मिनटको भयो सक्यो कस्तो मान्छेहरू कस्तो उ गर्न खोजेको के गर्नु बुद्ध जस्तै बन्न खोजेको कि नै ध्यान लगाऊ के मन शुद्ध बुद्ध होइन ध्यान यहाँ क्यामेरा युज गर्न पाउनु होला यताबाट निस्केर यता आएको छौँ यहाँबाट निस्किसक्यौँ झ्याउ लगाइसक्यो न भोक लगाइसक्यो अब हामी घर जाने हो ब्लग चाहिँ मेरो यहीँ खतम किनकि हेलमेट ल्याएको छैन चिन माउन्ट छैन नि त अब हातमा यसो गरेर भिडियो बनाउन झ्याउ पनि लाग्छ अल्छी पनि लाग्छ र गाह्रो पनि हुन्छ त्यही भएर यहाँसम्म भिडियो हेरिदिनु भएको छ भने धन्यवाद र लाइक कमेन्ट टाउती हानिदिनु होला हेर्नु छैन भने यही पनि धन्यवाद भन्दै खतम गाइज बाइकले चाहिँ धोका दियो यार यहाँ आएर स्टार्ट भयो तर पिकअपले यस्तो गरेको के भएको यो धोका दियो है यहाँ आधी बाटोमा राति केयर नि होला अब घर कसरी जाने हो टेन्सन भयो गाइज ल टेन्सन छ गाह्रो छ गर्ने पो के चोक तानेर बाइक चाहिँ हिँडे हो न सरल र आनन्द घर त पुग्छ होला यार धोका त दिन्न नि बेबीले डबल इन्डिकेटर बाल्देऊ सर र 40को स्पिडमा अब घर जाने भोलि ग्यारेज जाने त्यही त होला नि अब कामै मेरो यस्तो मजाले कुदिरहेको थियो के भयो यार बाटोमा यार बनौती लाग्यो फोन पनि फुट्यो आजको दिन ब्याड रहेछ क्या आजमा आएकोले किन हिँडेछु म मैले चाहिँ वहीँ भिडियो इन्ड गर्छु भनेको थिएँ तर यहाँ आएर बाइक बन्द भएको कारणले चाहिँ फेरि यहाँ भिडियो बनाएँ अलिअलि ल अहिले चाहिँ साँच्चै नै इन्ड है त ल थ्याङ्क यू फर वाचिङ माई भिडियो यहाँसम्म हेरिदिनु भएको छ भने लाइक कमेन्ट हानिदिनु होला